के रवि लामिछाने छुट्ने हुन्? अब नयाँ सालमा रवि लामिछाने छुट्ने भनेर यस्तो आयो घोषणा। रवि लामिछाने नै नेपालको प्रधानमन्त्री बन्ने मिसन 84मा नेपाली जनताले रवि लामिछानेलाई दिए समर्थन। नेपाली जनताले भने मिसन 84मा नेपाली जनता रवि दाइसँग छ। नेपालमा मिसन 84को लागि रवि दाइले तयारी गर्ने र नेपाली जनताले पनि रवि लामिछाने दाइलाई दिए समर्थन भयो। यस्तो विपक्षी दल र सरकारमा भएका पार्टीहरू डरेर भए थरथर। अब के गर्ने, कस्तो गर्ने भनेर विपक्षी दल र सरकारमा भएका दलले गरे यस्तो घोषणा। रवि दाइ नेपालको प्रधानमन्त्री बन्ने पक्का पक्की मिसन 84मा। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले तयारी गर्दै मिसन 84को लागि। नेपाली जनताले चाहे नेपालमा केही पनि हुन सक्ने र नेपाली जनताले चाहिँ असम्भवलाई पनि सम्भव गर्न सक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले बताएका छन्। मिसन 84मा रवि दाइलाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर अहिलेदेखि नै तयारी गरेका छन् भने रवि दाइले पनि भनेका छन् सारङ्गी भेटौँला 84मा भेटौँला भन्दै रवि लामिछानेले यस्तो गरे आह्वान। नेपाली जनताले पनि दिन्छन् समर्थन। नेपाली जनताले पनि गरे रवि दाइ जिन्दाबाद, हाम्रो रवि हाम्रो देश भन्दै रवि दाइलाई दिए मिसन 84को लागि तयार हुन भन्दै नेपाली जनताले भोट हाल्ने रवि दाइलाई र नेपाली जनताले रवि दाइलाई नेपालको नयाँ प्रधानमन्त्री बनाउने भन्दै मिसन 84को लागि रवि दाइलाई तयारी गर्न भनेर सुझाव सल्लाह दिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अहिलेदेखि नै मिसन 84को लागि तयारी गर्ने बताएको